आज हामी साउनको 30 गते शनिबारको दिन यसै रामपोखरी वन परिसरमा रहेको हात्तीबार तार मर्मत तथा सरसफाइ यति झाडी भइसकेको रहेछ है। हामी चाहिँ आज हात्तीबार तारलाई चाहिँ सरसफाइ लगायत मर्मत गरिरहेको छौँ। हाम्रो भद्रपुर वडा नम्बर 4 का अध्यक्ष दीपक विजय कम्बोज्यू, त्यसै गरेर हाम्रो अगुवाई ज्येष्ठ श्रमदाता हुनुहुन्छ। सबैजना हामी आज हाम्रो रामपोखरी वन परिसरमा हात्तीबार तार मर्मत तथा झाडी सफाइको लागि भेला भएको छौँ। र यस्तो छ हाम्रो यो रामपोखरी कमलढाक वन चाहिँ गाउँमा हात्तीले धेरै दुःख दिएकोले गर्दा यो चाहिँ हात्ती तर्साउनको लागि हात्तीबार तार यहाँदेखि गाउँतिर नआओस् भनेर चाहिँ हामीले सरसफाइ गरिरहेको छौँ। वन उपभोक्ता जीवहरू तथा हाम्रो श्रमदाताज्यूहरू भित्र र बाहिर सिकल सबै यहाँनिर अब पुरै प्याक भइसक्यो है। भित्र र बाहिर लागौँ 6 फुट बाहिर 6 फुट भित्र गरेर चाहिँ काटौँ। हाम्रो भद्रपुर वडा नम्बर 4 को श्रमदाता हुनुहुन्छ। उहाँहरू भद्रपुर वडा नम्बर 2 को रामपोखरी वनमा उहाँहरू श्रमदानले सहयोग गर्न आउनुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र यसरी हाम्रो चाहिँ हात्तीबार तारलाई मर्मत तथा झाडी सफाइ कति नै झाडी रहेकोले गर्दा भित्र र बाहिर बसौँ न, भित्र र बाहिर जाउँ। तिम्रो छैन ल यहाँ निकाल्नु ल हाम्रो श्रमदाताहरू ल श्रमदाताहरू काम गर्नु पर्यो। जय श्रमदान। ल हामी चाहिँ आज यस रामपोखरी हात्तीबार तार सबैजना उपभोक्ता सहित मिलेर हामी श्रमदानले चाहिँ यो हात्तीबार तार लगाउँदैछौँ। पानी आउँदैछ। ल यता भित्रपट्टि पनि जाउँ, सबै बाहिर मात्रै भयो, भित्रपट्टि पनि जाउँ है। यता भित्रपट्टि ए ल जय श्रमदान। ल हाम्रो भाइ पनि है श्रमदान भन्दै हुनुहुन्छ। खट्नु भएको छ, जुट्नु भएको छ। आफ्नो गाउँ, आफ्नो ठाउँ, आफ्नो परिसर क्षेत्रमा सबैजना यसरी नै मिलेर हातेमालो गर्दै अगाडि बढ्यौँ भने किन नहुने रहेछ त भन्ने कुरा अहिलेको हाम्रो श्रमदानले पनि देखियो। किनभने हामी अहिले भर्खर मात्रै आधा घन्टा भइसकेको थियो, धेरै हामीले सकिसकेका छौँ, खुल्ला भइसकेको छ। ल हाम्रो भद्रपुर वडा नम्बर 3 का श्रमदाता 2 नम्बर वार्डमा चाहिँ आएर सहयोग गरिराख्नु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। ल जय माटो। ल हाम्रो दाजु पनि ल सफा गर्दैछ। यस्तो गरिँदैछ सफाइ। पहिला हाम्रो कस्तो थियो भने यस्तो झाडी थियो है, अहिले हाम्रो यस्तरी सफा भइसकेको छ। ल हाम्रो काकाले ल हाम्रो बसेर मजाले चाहिँ सफा गरिरहेछ हाम्रो नारायण भाइ। हेलो जय श्रमदान। जय माटो। आज सँगै भेट भयो श्रमदानमा है। अस्ति आउँछ भनेर ठुलो आशा गरिएको थियो। ल सबैजनालाई जय श्रमदान। ल हामी आज यस रामपोखरी वन परिसर क्षेत्रमा हात्तीबार तार सरसफा तथा मर्मत हामी स्थानीय गाउँबाट नै आज यतिसम्मको काम भइसकेको छ।